ओ हेलो म बम पड्काउन जाँदैछु यो चाहिँ चकलेट बम होला त्यो चाहिँ थाहा भएन अब यस्तो माथि फ्याँक्छु के मलाई मम्मीले कराउनु भयो यहाँ नपड्काउनु भन्नुभयो म चाहिँ लिएर त बाटोतिर जाँदैछु यस्तो माथि फ्याँक्ने हो कि गाइज देख्दा मान्छे तर्सिन्छ मलाई यस्तो बमहरूसँग यति पनि डर त लाग्दैन लाग्नु चाहिँ अब पड्काउन गइरहेको छु हेर्न सक्नुहुन्छ यस्तो माथि फ्याँक्ने हो कि गाइज पानी हो गाइज मेरो त बमै अब खोज्दैछु म बम कहाँ छ भनेर गाडीतिर गयो मेरो बम फ्याँक्नै नआएको होला गाइज म खोज्दैछु गाइज मेरो कोसिस जारी रहिरहेछ तपाईँ हेर्न सक्नुहुन्छ लास्ट बम यो पनि बाउबाट नुकाइराखेको थिएँ हेलो गाइज मेरो बम चाहिँ हराइसकेको छ तपाईँले हेर्न सक्नुभएको छ म फेरि अर्को बम लिन गइरहेको छु अब मलाई मम्मीले के भन्न सक्नुहुन्छ यहाँ हेर्नुहुन्छ मेरो मम्मी भात खानुहुँदैछ यहाँ हेर्न सक्नुहुन्छ यहाँ नक्कली टिट्टा बनाउँदैछ मेरो भाइ चर्को रिसाएर बसिरहेछ मेरो बाउले चाहिँ बम नुकाएको छ गाइज यहाँनिर हेर्न सक्नुहुन्छ म बम झिक्दैछु मेरो भाइले देख्यो गाइज मलाई बाउले काट्छ यसलाई ठेल्नुपर्छ मच्ची